पेशै यस्तो ल्याउँ, आफू मरेको थाहै हुँदैन, आफू अन्यायमा परेको थाहै हुँदैन, आफू अधिकारविहीन भएको थाहै हुँदैन, अरूको अधिकारको माग हामी गरिरहेका हुन्छौँ। यो तपाईँले मैनबत्ती जलेको देखिराख्नुहुन्छ नि, ऊ जलिरहन्छ, प्रकाश दिइरहन्छ दुनियाँलाई, थाहै हुँदैन उसको अस्तित्व कतिखेर मोमबत्ती भनेर रहने नै छैन, त्यो सकिन्छ। त्यसैले त हामी पत्रकार हौँ, त्यसैले त हामी जोखिम बोल्न सक्छौँ। तर अहिलेको अवस्थामा म यहाँहरूलाई के भन्छु भने, सुरेशजीको हकमा जुन दिनेशजीले अघि कुरा गर्नुभयो, सम्मानहरूले एक खालको तपाईँहरूलाई धैर्यता, साहस, अलिकति शान्त बनाउन मद्दत गर्छ। त्योभन्दा बढी न्याय पाएको भए हुन्थ्यो भन्ने कुरा जुन गर्नुभएको छ। म मन्त्रीको रूपमा आएको छु, मैले यसलाई गहिरो रूपमा लिएको छु। म यो गर्छु, त्यो गर्छु, यसरी गर्छु, उसरी गर्छु भनेर